4 वर्ष जति हिरो भए वेलकम ब्याक टु माई आवर युट्युब च्यानल। तपाईँहरूलाई आज मेरो न्यू भ्लगमा स्वागत छ। सो आज हामी दिनतिर आइसकेको छौँ। सो चलको दिनको लागि सो तपाईँहरू के छ अब अनि सो त्यो भिडियो 1-2 दिन पछाडि आयो ढक्का लगाएर। सो हामी सिधै बजारतिर डुल्दैछौँ। अब फर्स्टमा चाहिँ कपाल काट्छौँ अनि के काम हुन्छ सबै गर्छौँ। सो हेर्दै गर्नु होला भिडियो देखाइदिउँ। सो अब कपाल काट्न जान्छौँ अनि फर्स्ट ठाउँमा चाहिँ कपाल काट्ने हो। त्यस पछाडि चाहिँ अरू कामहरू छ अनि पर्सनल कामहरू सक्छौँ। पहिला चाहिँ कपाल हल्का यता मिलाउनु छ अनि के गर्छु काट्ने हो नि त आज ढाक्का लगाएर होइन कस्तो देखिन्छ कपाल यसको कपाल हेर्ने भिन्न यसको कपाल चाहिँ यस्तो छ। काट्ने कुरा छ काट्दैन कति टाइम लाग्छ म एकैछिनमा सो कपाल काट्न आइसकेको छौँ। अब एकछिन कपाल काट्छु अनि काट्ने बेला देखाउँछु। सो अहिलेलाई चाहिँ त्यही यहाँ चाहिँ कपाल काट्न सुरु भइसक्यो। यतापट्टि बाँकी छ। यसो काट्छौँ भनेको कस्तो हुन्छ थाहा छैन नि। काट्दा मलाई कस्तो देखिन्छ त कपाल काट्दा भनौँ भने ग्यास हिरो भयो हिरो दामी दामी अब यहाँनिर ट्याक्कै अब चाहिँ यसको कलर डल्न थालिसकेको छ। हेर्न सक्नुहुन्छ है। अब भरे कस्तो देखिन्छ। अब लगाइसकेपछि हुन्छ फेरि लगाइसकेपछि चाहिँ बबाल नै देखिन्छ। ल सो मैले कपाल काटेँ अनि सो अब कपालको लागि मैले हाइलाइट गर्न लागेको छु। सो अब अहिले यस्तो छ भरे कस्तो देखिन्छ सो हेर्नु होला। कतिको अल्छी लाग्दैछ त। अल्छी त मलाई नलाग्ने दिने कपाल काट्यो त आज सबै काट्नेहरू त सब काट्ने। अब सो मेरो कपाल इच्छामा हेर्नु कस्तो देखिन्छ है त। कति भयो तपाईँले यस्तो कपाल काट्नु थालेको? 4 वर्ष जति। ए अरू ठाउँ गर्नुहुन्थ्यो पहिला विदेशमा? ए विदेशमा ठिक होइन र कतिको हुन्थ्यो कमाइ? ए त्यहाँदेखि यतै लाग्नुभयो। राम्रो चल्दा त राम्रै हुन्छ होला त। सिक्नु त मैले गाउँमै सिकेँ पहिले होइन गाउँमै काट्दा काट्दै सिकेको। ए त्यहाँदेखि विदेशतिर गयो विदेश गएर चाहिँ पर्फेक्ट भयो भनौँ होइन। पर्फेक्ट अब हो तालिम मान्छेले यहाँ तालिम गरेर कति तिरेर तालिम गरेर पनि फसल खोल्नु सक्यो। फसल खोल्छु भनेर मात्रै हुँदैन नि धेरै हुनु पऱ्यो कि होइन। सबै कुरामा सबै कुरामा पर्फेक्ट हुनु पर्यो नि। अब काम गरेर कपाल मात्रै काटेर भयो त भएन नि होइन। कपाल काटेर मात्रै भयो सबै कुरा गर्नु सक्नु पऱ्यो। कलर लगाइनु पऱ्यो कुन कलर लगाउने कसरी लगाउने भन्ने कुरा थाहा हुनु पऱ्यो। यहाँ तल अब कति वर्ष भइसक्यो यहाँ होइन 15-20 वर्षै भइसक्यो तल पैसा थालेर। अहिले के भन्छ मलाई म वाइट कलर बनाउँछु लाउँछु नि त कलर बनाउँदै वाइट कलर लाग्छ तपाईँकोमा भन्छ मैले के दिनमा कतिको मान्छे आउँछ यहाँ कपाल काट्नको लागि? राम्रै हुन्छ है जे भए नि चल्छ। यो त मै हो। यसको कपाल बन्दैछ यसको कपाल बन्दैछ अनि यो चाहिँ आइनामा हो। मान्छे चाहिँ यतातिर छ अनि कपाल एकछिनमा भइहाल्छ। म चाहिँ तेरो सबै कपाल सकाइदिउँ भनेको थिएँ। यसको चाहिँ यति छ कपाल यसले काट्नु मानेन यो सबै कपाल चाहिँ। अनि सो आधा मात्र काट्ने त्यो मुनि मात्र काट्ने कपाल। सो मेरो अलराइट मेरो कपाल चाहिँ भइसकेको छ। अघि ब्ल्याक थियो अनि मैले बनाएर हाइलाइट गरेँ सो देख्नु सक्नुहुनेछ।
सो तपाईँहरूलाई पनि यहाँनिर भिजिट गर्नु होला र यहाँ चाहिँ दिङ्लाको बजार साइडदेखि दाहिने साइडमा रहेको छ। यहाँनिर आएर तपाईँहरूले पनि कपाल काट्न टाइट गर्न सक्नुहुनेछ। सो मेरो चाहिँ भइसकेको छ। सो भिडियो हेर्दै गर्नु होला। आज हामी यता डुल्नेवालामा छौँ। ल अङ्कल हामी लाग्यो, धन्यवाद तपाईँलाई। जाउँ। सो अब हाम्रो यतातिर काम छ हल्का, अनि हामीले काम साम सकाएर अनि सो हामी आजले दिङ्ला बजारभित्र घुमेर चाहिँ लास्ट सकेको छ। कहाँ छ है ब्याङ्क यो? अनि सो एक्सिम ब्याङ्कमा हाम्रो चाहिँ कामहरू छ, अनि त्यहाँनिर काम सकाएर हामी चाहिँ यतातिर डुल्छौँ अनि यतातिर भिडियो देखाइदिउँ। यहाँ केही किनेर भरे लानुपर्छ। सिम लाउने भए मलाई किनेर लाउँथे। सो हामी चाहिँ यतातिर दिङ्ला बजारभित्र नै प्रवेश हालिसक्यो। कहाँ देऊ चाहिँ उतै हो सबै यता। अनि सोचेको यतातिर डुलिरहेको छौँ। अनि हामी आज यता काम पर्सनल काम थियो एउटा, त्यसैले पनि हामी आएको। छोरो कहाँ छ त? त्यसो त मिल्दैन होला। खाता कहाँ खोलिन्छ होला? ब्याङ्क कहाँनिर छ? यतै हो ब्याङ्क पनि चिन्नु सो हामीलाई चाहिँ यहाँनिर ब्याङ्क पनि थाहा थिएन होइन। अनि यहाँनिर खोइ कहाँ हो, खोइ ब्याङ्क यो उता अरे के होला वाणिज्य ब्याङ्क आइन्छ चाहिँ यहाँ ब्याङ्कमा काम थियो। अनि सो हामी आएको छौँ ब्याङ्कमा आइसकेको छौँ हामी। यहाँनिर कामहरू छ अनि सो यहाँ कामहरू अनि एकछिनमा भेट्छौँ। सो अहिले चाहिँ यहाँनिर सिम निकाल्ने ठाउँमा आइसकेको छौँ। सिम चाहिएर सिम निकाल्दैछौँ। अनि त्यो सिम चाहियो अनि अरू कामहरू छ, पर्सनल कामहरू भएर अहिले चाहिँ सिम निकाल्न आएको छौँ यहाँनिर। ल सो यहाँ अहिले चाहिँ हामी टक्कै त आयौँ। अनि यहाँनिर कामहरू भेस्टा छाप्नुको लागि आएको छौँ। अनि सो अब चाहिँ हामी त्यतातिर गएको छौँ। यहाँनिर छ भएको रेडी। सो त्यो हामीले चाहिँ भेस्टा पनि छापेको छौँ, त्यो एकछिनमा देखाउँछु। अनि अब चाहिँ सो हामी फर्किनेछौँ। अनि हामी चाहिँ यतातिर डुलेर होइन अनि फर्क्यौँ। सो अब खासै डुलिएन, भिडियो बनाउनु साह्रै पाएको मैले, त्यसैले हल्का छोटो भिडियोहरू मैले हामी चाहिँ काम थियो त्यसैले आएको। तर हाम्रो चाहिँ काम पनि भएन, सो त्यो काम पनि भएन। अनि हामी चाहिँ अहिले चाहिँ फर्केको। अब कतैतिर योतिर जानुपर्छ। यसो भिडियो हेर्दै गर्नु होला। कलसम्म पुगेर सबै डुबिसकियो कि हो छैन। हामी के कहाँ जानु अब? हामी बजारभित्र डुल्यौँ। हाम्रो चाहिँ किन आएको पर्सनल काम थियो अनि काम पनि भएन। सो हामी चाहिँ डुली बजार आएको भिडियो बनाउनु भनेर बजारतिर तल दिइरहेको। अब हामी उता जाँदैछौँ। कहाँ जाउँ हौ? उतै जाउँ न। उतैबाट उँभो जानु। सो अब चाहिँ हामी चाहिँ यो यता फर्किँदैनौँ, हामी पर भएर नै उँभो जान्छौँ। सम भिडियो पनि खासै बनाउने ला झल्ला भएर भिडियो नै बनाउनै पाइएन के। कहाँबाट जानु अब चाहिँ? परबाट घुमेर यता चाहिँ
हामी ठ्याक्कै बजार सजार घुम्यो बजार सजार घुमेर चाहिँ अब ठ्याक्क उकालो लाग्दैछ होइन उकालो लाग्दैछ अब कता पुगिन्छ थाहा छैन यताबाट चाहिँ हामी उकालो लाग्छौँ अब है कहाँ पुगिन्छ सुन गाइज यता चाहिँ घर बनाउने काम सुरु भइरहेछ गाइज तपाईँहरू पनि बनाउने होइन त घर फ्युचर हाउस है सब काम चाहिँ जस्तो भने हान्ने हो क्या ड्याङ बाजाउने होइन नि त काम गर्नु त ठ्याक्कै हामी यहाँ छु यहाँबाट चाहिँ भोजपुर जाने हो ठ्याक्कै भोजपुर जाने रोड हो यो ठ्याक्कै भोजपुर जाने होइन त भोजपुर जाने होइन त म त नजाने यार अल्छी लाग्यो अब पछि जाउँला है भोजपुर जाने होइन त केटाहरू जाने भए है फेरि म लान्छु यहाँ छ नि ट्याक्सीको टुङ्गै लाइन यो सब मैले झिकेको ट्याक्सी हो आउँदा हुन्छ है फ्रीमा हो भाडा लाग्दैन है मैले चाहिँ के भन्छ फ्रीमा लाने खोलेको छु कि एउटा अफिस छ क्या अब यहाँदेखि चाहिँ दुईवटा रोड छ एउटा उता जाने रोड छ अनि एउटा ऊ जाने रोड छ कि माथि जाने रोड छ अनि हामी चाहिँ माथि जान्छौँ भ्लग बनाउन आएको भ्लग बनाउनै बिर्सेछ क्या यताउता के किन्दै खाँदै आएको होइन यहाँ बनाना पनि छ अनि खाँदा खाँदै भ्लग बनाउनै बिर्स्यो क्या यतिको चाहिँ हुनुपर्छ क्या मान्छे भनेको बिर्सिने चाहिँ छेत सब बिर्सेछ क्या यसले यो मुलाले नभनेर नि अल्छी लाग्यो मलाई अब हामी चाहिँ ठ्याक्कै यस्तो जङ्गलतिरबाट उकालो जाँदैछौँ आजको लागि चाहिँ हामीले यति नै भिडियो बनायो है नेक्स्ट भिडियो चाहिँ हामी फेरि सायद हामी गाउँ जाँदा भयो भने हामी भिडियो ल्याउँछु गाउँ जाँदै गर्दाको भिडियो लिएर आउँछु तपाईँहरूको माझमा